हाम्रो नेपालको सबैभन्दा ठुलो मन्त्री चाहिँ को हुन्? मैले यस्तो प्रश्न गर्दै गर्दा तपाईँहरूलाई लाग्न सक्छ पक्कै पनि प्रधानमन्त्री। होइन, तपाईँहरू गलत हुनुहुन्छ। त्यसपछि प्रधानमन्त्री नि ठुलो मन्त्री होइन भनेपछि चाहिँ अरू को हुनसक्छ? गृहमन्त्री? त्यो पनि होइन। अर्थमन्त्री? त्यो त हुने कुरै भएन। अनि राष्ट्रपति त पक्कै पनि प्रधानमन्त्रीभन्दा ठुलो होइन हाम्रो देश नेपालमा है फेरि। अनि अरू चाहिँ कुन छ त विकल्प? स्वास्थ्य, शिक्षा, यिनीहरू त झन् अझै ठुलो हुँदै होइनन् है। सो त्यसैले चाहिँ अब ठुलो मन्त्री चाहिँ को भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ आउनुहोस् म तपाईँहरूलाई भिडियो मार्फत भन्नेछु हाम्रो नेपालको सबभन्दा ठुलो मन्त्री चाहिँ को हुन् भनेर। सो हाम्रो देशको नेपालको सबभन्दा ठुलो मन्त्री चाहिँ तपाईँहरूले भन्नुभन्दा पनि तपाईँहरूलाई म दृश्य नै देखाउन चाहन्छु। हाम्रो देशको सबैभन्दा ठुलो मन्त्री भनेको अहिले यो डोजर मन्त्री। देश पनि उसैले बनाउने, विकास पनि उसैले गर्ने, समृद्धि पनि उसैले ल्याउने भनेपछि योभन्दा ठुलो मन्त्री अरू हुनै सक्दैन। नेपालको अहिलेको सबैभन्दा ठुलो मन्त्री भनेकै डोजर मन्त्री हुन्। धन्यवाद जानकारीको लागि। हस्त नमस्कार, बाई।